ल अब के गर्ने भ्याक्सिन ल ओपनिङको मिठाई आमा उता दिँदै दिएन साथीहरू वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल स्वागत छ तपाईँलाई फेरि पनि मेरो युट्युब च्यानलमा आइसकेको छु फेरि पनि म आज नयाँ न्यू भ्लगको साथमा आज चाहिँ खास म नर्मल सपिङ गर्ने अनि त्यसपछि काम थियो थोरै एकजना दाइ भेट्न पर्ने थियो र निस्केको थिएँ फेरि यसले यहाँ दिदीको पसल ओपनिङ छ जम भनेर भन्यो अनि अब ओपनिङ नै छ भने त गइदिउँ न त कहाँनिर रहेछ कस्तो रहेछ भनेर हामी यहाँ पसल ओपनिङ आएको छौँ त्यही हो थाहा छैन मलाई सोध्न फोन गरेर नभेटेर फेरि पसल नभेटेर त्यस्तै बिजोग घरि बिजोग भएको यहाँ जिन्दगी बर्बाद हुन लागिसक्यो मेरो गर्मीले हो म त यहाँ कता कता आएको जस्तो लाग्छ पहिला म यतै बसेर यो हो कि क्या हो भन्नु न खाइस ल ओपनिङको मिठाई ओपनिङ त बहाना हो मिठाई खाने चाहना हो मुख खाली नराखिकन खाने चाहना हो भरे अगाडि आउला कहिले त नाकहरू जहिले आएर ल साथीहरू हाम्रो लाफिङ पनि आयो नखान खानै हतार उसको भिडियो बनिसकेपछि त हतार हतार क्या खानै हतार प्लस जो वाउ यो खाना चाहिँ एकदमै हतार है ल अब के गर्ने भ्याक्सिन म खाएँ साथीहरू आई कान्ड वेट पहिला त खाम भिडियो गरिदिन्छु ल भिडियो नै छ है मजा कस्तो भयो भन्नु ल बढ्किन्छ ल खाएँ ल खानु मन लाग्यो नि त म यो खाँदिनँ केहीले खान्छ है सही उपाय अपनाएको हो राख न राख के चाहिँ धेरै भयो यो एक्लै खायो दिदीलाई दिएन उता दिँदै दिएन यो नडै लाग्छ त वाउ उसलाई नक्ति बसी खाएर होला ओपनिङको खानेकुरा स्टार्टिङ चाहिँ लाफिङै साथीहरू हाम्रो कपाल सोध्दा खाने हो क्या हो मुखमा धेरै भयो रे सेतो कपडा छ क्या नि लाग्ला भनेर के छोरा मान्छे स्पाइसी है सकाइदिन्छु है सकाइदिएँ मैले सकिसक्यो स्पाइसी अब अलिक स्पाइसी कम खाने भएको त्यहाँदेखि यहाँसम्म ओपनिङमा आएर फर्स्टचोटि खाएकोमा धन्यवाद भनेर होइन यहाँ माया गरे फाइनली साथीहरू मम होइन कि यसलाई चाहिँ बिग ममा भन्न सक्छ क्या बिग ममा अहिले चाहिँ अब अलिक साह्रो बोल्न पर्ने हुन्छ साथीहरू किनभने अहिले यहाँ पसलमा अरू मान्छेहरू पनि आइपुग्नु भयो ओपनिङमा ममा त्यही बिग छ है
समाधान के चाहिँ मम्मा खाएको पिस बनाएको घरमा नि बबाल बनाएको जे पनि मिक्सै बनाउनु हुन्थ्यो कि दिदीले पहिला हामीलाई पकाएर खुवाउँदा यहाँ पहिलेको गजब गरेर बनाएर राख्ने भयो र डल्लो बनाउनाले अब त्यो राम्रो हुँदैन देखाउनु पऱ्यो के भयो भएर के अनि गर्नै पऱ्यो नि त मायालु आमा जुसी त के साह्रो जुसी भएको जुसी हेर्नु न जुसी यत्रो नै खान्छ यी चाहिँ मम्मा नखाने भनेर खाने भनेर सो साथीहरू अब म घर आइसकेँ अनि घर आएर पनि म चेन्ज गरेर कामहरू पनि सकाएँ कि कतितिरै कामहरू पनि सकाएँ कस्तो खाएर टन्न खाएर बोल्न पनि अल्छी लाग्ने हिँड्न अल्छी लाग्ने भएर त भ्लग पनि इन गर्न मन नलागिरहेको थियो कि अनि घरमा आएर सबै कामहरू सकाएर फेरि अलिअलि कामहरू त्योहरू सकाएर अनि ब्लगिङ गरेर अब भिडियो एडिट त गर्न पऱ्यो भनेर चाहिँ मैले ब्लगिङ गर्न लगाएको सो साथीहरू आज पसल ओपनिङमा पनि गएँ अनि मेरो जुन दाइलाई भेट्न पर्ने काम त्यो काम पनि भयो राम्रोसँग भयो के काम हो भनेर तपाईँहरू अलिक पछि भन्छु म अनि मैले आज अलिअलि सपिङहरू पनि गरेँ प्लस आजको दिन एकदमै गयो जति पनि साथीहरूले अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद अनि डोन्ट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब भन्दै आजको ब्लगलाई म यहीँ टुङ्ग्याउन चाहन्छु थ्याङ्क यू फर वाचिङ बाई